कसले सोधेको के हो राजीनामा भनेको के हो पुस्ता भनेको त्यही त नयाँ पुस्ता तपाईहरुभित्र पनि पार्टीभित्र पनि जेन्जी छ नि राजनीतिमा पनि कुनै पुस्ता भन्ने हुन्छ अब नेपाली कांग्रेस भित्र नयाँ पुस्ता ल्याउन तपाईले राजीनामा कहिले दिनुहुन्छ त राजनीतिबाट को बोलेको को कसले सोधेको कसले सोधेको के हो राजीनामा भनेको के हो पुस्ता भनेको त्यही त नयाँ पुस्ता तपाईहरुभित्र पनि पार्टीभित्र पनि जेन्जी छ नि राजनीतिमा पनि कुनै पुस्ता भन्ने हुन्छ राजनीतिक नेतृत्वमा पुस्ता भन्ने हुन्छ If you have any dream to achieve, you are young. If you don't have any dream to achieve, you are not young. जसित सपना छ ऊ राजनीतिमा युवा हुन्छ जो सपना छैन युवा हुँदैन भारतमा चाहिँ नि 80 वर्ष बाँध्यो मान्छेलाई नेता मान्न हिँड्ने चीनमा 80 वर्षकालाई नेता मान्न हिँड्ने रसियामा 80 वर्ष लागेकालाई नेता मान्ने अमेरिकामा 54 वर्ष लागेकालाई नेता मान्ने उमेरका कुरा गर्ने कि सपनाका कुरा गर्ने पार्टी सभापतिलाई राखिराख्ने त अब शेरबहादुर देउवाललाई को भनेको र अनि न्यू भनेको